तीनजना खैरिनीहरू पपिची माया गरिरहेछ। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी। वेलकम छ मेरो न्यू ब्लगमा। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदम सन्चै छु र हजुरहरू सामु यो एउटा भिडियो लिएर आएको छु। आज म चाहिँ आज यसो बाहिर निस्केको छु। आज मौसमले पनि च्यालेन्ज दिएको छ यहाँ साथीहरू। एकदम कतारको मौसम चिसो चिसो होइन छ र साथीहरू आज चाहिँ म अब बाहिर चाहिँ हजुरहरूलाई यो कतारको बारेमा यसो एक्सप्लोर गरौँ कि भनेर निस्केको साथीहरू। र हजुरहरू कतिले त मलाई चिन्नुहुन्छ होला र कतिले चिन्नु पनि हुन्न, किनकि म त्यति ठुलो सेलिब्रिटी कन्टेन्ट क्रिएटर पनि होइन साथीहरू। र मलाई चाहिँ यो भिडियो बनाउन किन चासो, भ्लग बनाउन किन चासो लाग्यो भने साथीहरू, मलाई चाहिँ यो घुम्न रमाइलो इन्जोय गर्न होइन र भिडियो बनाउन चाहिँ एकदम मेरो हबी भएकोले मैले युट्युब च्यानल एउटा क्रिएट गरेको छु र हजुरहरूले यो च्यानललाई एकदम सपोर्ट गरिदिनु होला। हरेक क्रिएटरलाई चाहिँ सक्सेस बनाउने कसै न कसैको साथ र सपोर्ट चाहिन्छ। मलाई पनि हजुरहरूको साथ र सपोर्ट चाहिन्छ गाइजहरू। हजुरहरूले एकदम साथ सपोर्ट गरिदिनु होला भन्ने मैले आशा राखेको छु। र साथीहरू अब लागौँ अगाडि तर्फ है। हजुरहरूले मेरो ब्याकग्राउन्ड त पुरै देखिसक्नुभयो होइन। म चाहिँ आज सो मौसमले पनि एकदम च्यालेन्ज दिएको छ साथीहरू। मौसम हल्का पानी पर्ने छिटाइरहेको छ कतारमा। अब यो गर्मी पस्नलाई होला सायद र हजुरहरूले पनि यतिसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला। रमजान चलिरहेको छ। रमजानमा चाहिँ बाहिर खाना खान मिल्दैन र अहिले यहाँ सर्दी पनि भइरहेछ। यो बाटो हुँदै जाने हो मेरो त्यस्तो छ। त्यो अग्लो बिल्डिङहरूतिर हो। म यहाँबाट हिँड्दै हिँड्दै अगाडि बढ्दैछु साथीहरू। साथीहरू हेर्न सक्नुहुन्छ अगाडिबाट तीनजना खैरिनीहरू। ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। म चाहिँ यो ट्याक्कै यो अग्लो बिल्डिङको छेउमा हिँडेर आइपुग्न लागेँ। यसको वरिपरि चाहिँ एकदम यो फुलहरू नि फुलेछ, कति राम्रो हेर्नु त, रातो फुलहरू पिङ्क कलरको है। यसरी माथि हेर्दा नि टोपी लगाएको छ नि टोपी झर्ला जस्तो गर्छ यो बिल्डिङले त। यो बिल्डिङमा हेर्दा त विदेशमा यस्तै हो साथीहरू, एकदम अग्लो अग्लो भवनहरू हुन्छ। हाम्रो अब नेपाल यस्तरी विकास हुने कहिले, मलाई त त्यही चिन्ता छ साथीहरू। अब अहिले अब देशमा नि एकदम व्यापी रूपमा राजा आऊ देश बचाऊ भन्ने अभियान चलिरहेछ र अब त म पनि त्यसमा सक्रियता हुनुपर्छ कि जस्तो पो लाग्छ साथीहरू। तपाईँहरूको यसमा के प्रतिक्रिया छ? हजुरहरूको प्रतिक्रिया छ भने कमेन्टमा भनिदिनु होला। यो चाहिँ फोरेस्टा गार्डन्स भन्ने
बिल्डिङ रहेछ होइन। त्यसको नाम चाहिँ फ्लोरेस्टा गार्डन। यो मेन बिल्डिङ यहाँ चाहिँ अब कति दामी भ्यू छ। हेर्नुहोस् त साथीहरू बिल्डिङ कति अग्लो छ, धेरै अग्लो छ साथीहरू बिल्डिङ। म चाहिँ अब यो बिल्डिङबाट नै क्रस हुँदै अगाडि तर्फ गइरहेको छु। अब भिडियो धेरै लामो हुन नि सक्छ, लामो भयो भनेर अब माइन्ड नगरिदिनु होला है त साथीहरू। यदि यो भिडियो कतारमा हुने साथीभाइ दाजुभाइ तथा दिदी बहिनीले हेर्नुहुन्छ भने चाहिँ यो ठाउँ चाहिँ एकदम घुम्नका लागि एकदम रमणीय छ। हजुरहरू लक्टपियासम्म मेट्रोमा आएर त्यहाँबाट चाहिँ 153 नम्बरको मेट्रो बस फ्री बस चढेर आउन सक्नुहुन्छ। यो ठाउँलाई चाहिँ हजुरहरूले आएर घुम्न सक्नुहुन्छ साथीहरू। यदि हजुरहरू कतारमा हुनुहुन्छ भने है, अब बाहिरबाट अब नेपालदेखि अथवा कुनै पनि देशबाट आउँदै हुनुहुन्छ भने नि सो त्यही अनुसार हो। ट्याक्क आएर लक्टपियासम्म मेट्रोमा आउने, त्यहाँबाट चाहिँ तपाईँको ट्याक्क लाएर 153 नम्बरको मेट्रो फ्री बस, त्यो मेट्रोकै कार्ड युज गर्ने है। त्यसमा चाहिँ अब कुनै पनि पैसा चार्ज काट्दैन, विदाउट चार्ज हो। हजुरहरूले आनन्दसँग फ्रीमा घुम्न सक्नुहुन्छ यो एरिया। यो एरियालाई चाहिँ पल कतार भनिन्छ साथीहरू है। यदि कसैलाई थाहा नभएको भए यही भिडियो मार्फत मैले जानकारी दिएको छु हजुरहरूलाई। यहाँ चाहिँ साथीहरू कतारै आए पनि जस खाडी आएको जस्तो अनुभव हुँदैन यो एरियामा आएपछि। एकदम युरोप गएको जस्तै फिल हुन्छ कि, ट्याक्क हरियाली होइन। अब ट्याक्क रुखहरू पनि अहिले त अब यो मौसम यो पात झर्ने मौसम भएर अब रुखहरू पनि पात झरिरहेछ। अब 1-2 महिनापछि त यहाँ एकदम रमाइलो हुन्छ, पुरा हरियाली हुन्छ साथीहरू। जस कतारले 50-52 डिग्री सेल्सियस टेम्परेचर भयो भने यति राम्रो हरियाली, यति राम्रो गार्डनहरू बनाएको छ। यो चाहिँ फ्लोरेस्टा गार्डनको मेन इन्ट्रान्स हुन्छ साथीहरू। त्यहाँनिरबाट चाहिँ तपाईँले देख्नुहुन्छ फ्लोरेस्टा मेन इन्ट्रान्स। म चाहिँ यता पहिलोचोटि आएको यो एरियामा। एकदम रमाइलो छ। अब अफिस टाइममा भएर नि होला, अलिअलि ट्राफिक जाम पनि छ। कतार भ्रमण भिजिट गर्न आउनुहुन्छ भने यसरी यो एरियामा चाहिँ हजुरहरूले नछुटाइकन आएर भिजिट गरिदिनु होला यो एरिया है त। साथीहरू कफी चाहिँ माया गरिरहेछ। यहाँ चाहिँ एकदम सुनसान छ साथीहरू। यो रमजानको टाइम भएर होला, अहिले चाहिँ ट्याक्क लगभग 4 बजेको छ होइन। दिउँसो पनि बेलुकाको यो रमजानले गर्दा हो। त्यो लोकलहरू केही खुलेको छैन, एकदम सुनसान छ, मान्छेहरूको चलपल छैन त्यति।
यो 2-4 गाडी हो नभए त अरू बेला त यसो वाकिङ गर्ने मान्छेहरू दौडिने मान्छेहरू भेटिन्थ्यो यतातिर आज त कोही छैन हो एक्लो त साथीहरू डह्रो पानी आयो हल्का भिजायो भने यस्तै छ मौसम एकैछिनमा पानी पर्छ एकैछिनमा रहन्छ आज त्यही भएर मौसमले च्यालेन्ज दिएको भएर म पनि मौसमलाई च्यालेन्ज दिन निस्केको साथीहरू अगाडि बढ्दै जाउँ के कस्तो हुन्छ होइन जस्तो परिस्थितिमा आयो नि आफू लड्नुपर्छ डग्नुपर्छ होइन साथीहरू ट्याक्क रेस्टुरेन्ट छ चाहिँ अब अहिले खुल्ने बेला हो छैन लगभग यो 6-6:30 बजीतिर खोल्छ होला मेरो विचारमा आई थिङ्क हजुरहरूले हेर्न सक्नुहुन्छ साथीहरू पर पानीको फिस्किरी यहाँनिर छ कतारको मौसम जाडो भयो भने आज चाहिँ म हिँड्दा पुरा गर्मीले पसिनै आइसक्यो मेरो त त्यति हिँड्यो कि आज साथीहरू जस कसरत हो स्टे हेल्दी स्टे स्ट्रङ होइन स्टे स्ट्रङ गर्नुपर्छ यहाँको जो कतारमा ड्राइभिङ गर्ने कतारीहरू हुन्छ नि कतारी अब जो कोही एकदम पैदल यात्री गर्ने मान्छेलाई चाहिँ एकदम प्राथमिकता दिन्छ जेब्रा क्रसिङमा अब मान्छे परदेखि आएको छ भने पनि गाडी रोकेर जाऊ भनेर हातले इसारा गर्छ एक्सिडेन्टको त्यस्तो प्रब्लम मात्रामा चाहिँ त्यस्तो धेरै देखिँदैन साथीहरू हाँसहरू पुरा छ हाँसहरू पौडिरहेको छ बस्ने ठाउँ चाहिँ यहाँनिर छ बस्ने ठाउँ चाहिँ यहाँनिर चाहिँ कति राम्रो व्यवस्थाले बनाइदिएको छ हेर्दा कति दामीले लगेर पौडिसकेको कति व्यवस्था गरेको छ हाम्रो एक्सर्साइज गर्ने ठाउँमा पुग्न लागेको छु र यहाँ टक्क हेर्नु न त्यो फर्म दौडिने फर्म एकदम सफ्ट फर्म बिछ्याएको छ दौडिन वाकिङ गर्न सजिलो होस् भनेर र यहाँ चाहिँ हामी डेली आइराख्ने ठाउँ चाहिँ अब पहिला चाहिँ मैले भिडियोहरू त्यस्तो बनाएको थिइनँ पहिला र आज चाहिँ हजुरहरूलाई पनि यसो देखाउँ भनेर बनाउनु लाग्यो यहाँ चाहिँ पुरै सिसाको ग्लासले बारेको छ उतापट्टिबाट देखिन्छ यहाँभित्र चाहिँ त्यो चाहिँ ट्याक्क मेट्रो बस स्टेसन है त्यो छ नि त्यो चाहिँ मेट्रो बस स्टेसन हो फाइनली हामीले अब एक्सर्साइजहरू गर्ने ठाउँ पनि आइपुगेको छ यही हो साथीहरू हाम्रो एक्सर्साइज गर्ने ठाउँ यहाँनिर आएर चाहिँ हामी पुरा यता दौडेर आउँछौँ अनि दौडेर लास्टमा चाहिँ अनि एक्सर्साइज चाहिँ यहाँनिर गर्ने हामीले ट्याक्क बेलुका 7-8 बजीतिर साथीभाइहरू सबैजना आउनुहुन्छ यहाँ रमाइलो हुन्थ्यो तर आज चाहिँ यो मौसमले गर्दाखेरि कोही पनि आएको छैन यो चाहिँ हाम्रो
एक्सर्साइज गर्ने स्पोट हो। यहाँ चाहिँ हामी डेली आउने अनि एक्सर्साइज गर्ने। यहाँ चाहिँ ट्याक्क ठाउँसम्म बसेर एकदम राम्रो बनाएको एक्सर्साइज गर्नलाई, सिटअप गर्नलाई एकदम सजिलो छ। यहाँ अनि बच्चाहरू पनि खेल्न आउँछन्। तर आज चाहिँ यो अब चिसो मौसमको खराबीले र यो अहिले चाहिँ अब रमजानले गर्दाखेरि त्यति मान्छेहरू आउँदैन। यही हो हेर्नु त हजुरहरूले। यहाँ चाहिँ एकदमै म्याट पनि राम्रो छेउ छ, सिटअप गर्नलाई एकदम सजिलो छ। यहाँ सो गाइज अब चाहिँ म हिँड्दै एकदम थकित भइसकेँ। हजुरहरू मेरो च्यानलमा नयाँ हुनुभयो भने सब्सक्राइब पनि गरिदिनु होला र हजुरहरूले मैले सुधार्नुपर्ने के कुरा छ कमेन्ट मार्फत भनिदिनु होला। मैले सुधार्नुपर्ने कुराहरू म बिस्तारै इम्प्रुभ गर्दै जान्छु र यो चाहिँ मेरो सुरुवाती भ्लग भएको हुनाले र म चाहिँ एउटा नयाँ कन्टेन्ट क्रिएटर हो र हरेक क्रिएटरलाई चाहिँ के त हजुरहरूको कसै न कसैको साथ सपोर्ट रहन्छ र मलाई आशा आइहोप हजुरहरूले पनि मलाई एकदम साथ सपोर्ट र माया गरिदिनुहुन्छ भन्ने आशा छ। र आजलाई यति भन्दै भिडियोलाई यहीँसम्म अन्त्य गर र फेरि अर्को भिडियोमा भेटौँला हजुरहरूसँग है। ल टेक केयर, बाई बाई।